गर्लास गरेर त्यति खोज्न नपाऊ गर्लास है घरमा को हुन्छ होला बाहिर आउनु न को हो तपाईँहरू बस्नु खटियामा यस्तो गर्मी छ म छोरीसँग पानी मगाउँछु बस्नु ल हुन्छ हामी बसिहाल्छौँ नि हजुर चिसो पानी ल्याएर आउनु आइज छोरो के कामले आउनुभयो होला तपाईँहरू यस्तो घाममा अझै त्यही पनि मेरो घरमा अब हजुरलाई पनि के कुरा लुकाउने हजुरको घरमा एउटी राम्रै पोथी छे गरे गाउँभरि हल्ला चलिरहेको छ त्यही पोथी माग्न आएको नि गर्लास के मैले पुरा गरिरहेको छु त यता गर्लास यहाँ पोथी सुविधा छैन तर एउटा राम्री मेरो फुलकुमारी छोरी चाहिन्छ अब हजुरको छोराको भन्नु गुण कस्तो छ ए गुणको त मेरो छोरा भरिपूर्ण छ नि बसी 25-30 हजार खान्छ ओहो 25-30 हजार गरे कस्तो काम गर्नुहुन्छ र ज्वाइँले त्यस्तो 25-30 हजार खानुहुन्छ के हुनु र डिप्टी त्यो अपाङको भत्ताबाट 25-30 हजार आउँछ त्यही बसी खान्छ छोराले बरु हजुरको छोरी हेरौँ न हजुरको छोरीको गुण कस्तो रहेछ छोरी फुलमाया फ्रिजबाट चिसो 3 ग्लास पानी ल्याएर त बाहिर बाबा ल्याइदिन्छु पानी यिनी हुन् मेरी फुलमाया छोरी गुणको कुरा गर्नुहुन्छ गुण त भरिपूर्ण छिन् बिहान साँझ उठेर झन् खानासाना पकाउँछिन् त्यसैमा झन् बिहान उठेर टक 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 धुन जान्छन् के रे साँझ बिहान डुकुर चाहिँ गरे त्यही लत्रिन ठिक्क छ तेरो छोरीलाई मेरो छोरासँग त हैसियतै मिल्दैन का मेरो छोराको 25-30 हजार का तेरो छोरीको 8 हजार हिँड छोरा बरु अन्य ठाउँ क्या गर्ला नगर्ने हैसियत मिल्दैन तिमीसँग नजानु न भत्ता बढ्दैको मेरो नजानु न चु गाडी त्यही अपाङको भनेको जा बिरु जा